कता भित्र मुख पनि हाल्नु पर्छ है मुख हाल्नु पर्छ हालिन त्यही हो अलिक खोले खाना दिनु पर्दैन के दिनु यो खोलेको माथिको पानी अलिकति तताएर ल्याएर हालेको अनि आँटा हालिदिन्छु एकपल्ट यिनीहरूको त पानी गएको चाहिँ पुरा घरतिर लाग्छ खाना दिनु भन्नु मलाई खाइसक्यो त अब चाहिँ भयो हो भयो गएर पनि झरिहाल्यो त बाँची नपाएको त्यस्तो पो छोप्पो परियो त हो पहिलेकोले बाँची नै बाँची पाउँथ्यो बिचरा मैले पनि त एउटा बासी पाएको होइन है एउटा बासी पाएको होइन ए पहिल्यै बेतमा एउटा बाँची पाएँ उहीँ त्यहाँबाट त कहाँ पाएको छ यहाँ आएपछि त कतिवटा एउटा दुईवटा तिनवटा यो गर्दिनु 4 बेच भयो नि 4 बेच भयो यहाँ आएर बिहा गरेर तँ दान गरेको यहाँ आएर बिहा गरेर तँ दान गरेको कुन तँ दान गरेको होइन अनि कति बेच भयो 3 भएन नि अर्को पनि एउटा कुन थियो यो सँगै ल्याएको बाछी थियो सँगै ल्याएको बाछी थियो अनि त्यसपछि बिचमा बिरामी भयो अनि अर्को थियो त्यसपछि यो होइन छैन र बिमारी भएपछि गयो अब भोलि कोकालाई देखाउनु ल्याउँछु सकिहाल्नु कान्छाले डोरिएर ल्याएको त पोट परारै पोहोर भन्दा 1 वर्षको भयो ए पोहोर पिताजी हिउँदैखेरि बाछीसँगको ल्याएको त्यहाँबाट फेरि भएको बिग्रियो डोडीभित्र चाहिँ पलाएर बसेर त हुन्थ्यो नि बस्दैन उड्छ कुन चाहिँ यही त्यहाँ पानीमा डुबेको कि अर्को बात थियो पानीमा डुबेको साइली हेरेर बेचेको छ अर्कै काली गाईको भएन त्यहाँ त काकी गएर पनि एउटा भयो एकपल्ट ब्यायो अनि फेरि अर्कोपल्ट मेरो पलाट यतातिर फर्केर सुतिराखेको रहेछ पुगो निक्लिरहेको छ दैडै पाइदिएर आएको उसलाई खुवाउँदा खुवाउँदै निन्द्रा खुवाउँछ चोप्दैन मुख त्यहाँनिर नानी सुतिरहेको हुन्छ दुध चुइरहेको हुन्छ त्यहीँ गइरहेको हुन्छ कानमा पर्यो भने चाहिँ कान पाक्छ कहिल्यै जाति हुँदैन नानीलाई त तेल लाउनु सेक्नु मालिस मजाले गरिदिनु सकिन्छ भने 2 टाइम सकिन्न भने 1 टाइम भए पनि मालिस नि गरिदिनु भनेको छ डाक्टरले नै
मानिसहरूले गर्नु हुनेछ अँ हिजो गरेको बेलुका कहाँ गरेँ कति बेर गर्नुभयो आज बेलुका हुन्छ आज बेलुका बिहान पनि यसो मालिस गरिदिनु पऱ्यो तेल मात्रै घसेर यसो बाहिर घाममा राखिदिँदा पनि हुन्छ नि घस्दै घसिदिन्न नुहाएको पनि छैन आज नुहाइदियो होला भनेको आफू पनि उता गइहाल्छ सज्ञानले लडेको थियो सज्ञानले मैले मालिस गरेको थिएँ तेल ज्वरो त आएको छैन नि दबाई त तिमीले मात्रै खुवाउनु हुँदैन हिजो पनि दबाई खुवाएको रहेछ दबाई त नखुवाउनु अब जङ्गली जनावरहरूको अहिले गरी उठेर खान थाल्थ्यो मान्छेले पाल्न थालेपछि यस्तो बिग्रिहाल्छ नि देखिँदैन उठिहाल्छ नि आफै लड्दै गर्दै पनि उठ्छ नि जस्तो मृगहरूको त अहिले उठिसक्दैन नि मृगकै जङ्गली गाई छैन न त्यत्रो कान काट्दै छोडिदिँदै गर्छन् जङ्गलतिर उतै बिहाउँछ कति बाँच्छ कति जान्छ पिताजीले एउटा गाई ल्याउनु भएर पिताको घुँडो टोकेको थियो त्यो गाईले त्यो गाई कराउँदाखेरि भुँडीमा बेलुन फुले जस्तो फुल्थ्यो त्यो बालाले रोपेको अरे कतै धन्न मर्ने ठाउँमा चाहिँ लागेन क्या छाला मात्रै लागेर होला घरपालुवा पनि जङ्गलमै कति बज्यो कति बज्यो भनेपछि